हेलो साथीहरू, मैले चाहिँ टाउको धुएर आइसकेँ। आएर पनि म चाहिँ यो के लाउँदैछु हेर्नुहोस्, यो एलोभेरा। एलोभेरा चाहिँ टाउकोमा किन लगाउँदैछु भनेपछि चाहिँ आउनु पर्खिनु है, म भन्छु है तपाईँलाई। यहाँ हेर्नु है, मैले चाहिँ यति लगाइसकेँ साथीहरू। किन भनेपछि चाहिँ मलाई चाहिँ टाउको चिलाउ चाहिँ यति, र मलाई फेरि कन्डिसनर लगायो भने मेरो टाउको कपाल यति झर्छ। यहाँ न धुएर आएको कन्डिसनरले चाहिँ कपाल यति झर्छ। लाउँदिनँ होइन, लगाउँछु, कम्ती लगाउँछु, तर बेसी चाहिँ म यो लगाउँछु, एलोभेरा लगाउँछु। र म लगाइसकेको छु। हेर्नुहोस्, पर्खिनुहोस्, म तपाईँलाई देखाउँछु मैले कति चाहिँ लगाइसकेँ हो। यहाँ हेर्नुहोस् है साथीहरू, मैले चाहिँ यति एलोभेरा चाहिँ लगाइसकेँ हो। अब यो चाहिँ अलिकति बाँचेको छ, यति छ। यो चाहिँ बादमा लगाउनुको लागि राख्छु, 2-3 दिन बाद चाहिँ लगाउँछु। किन भनेपछि चाहिँ यो चाहिँ हेर्नु है, आमाले चाहिँ मलाई मार्छ होला है। आमाले सानोबाट यसमा लगाएर आएको थियो गमलामा, मैले चाहिँ शेष पारिसकेँ टाउकोमा लगाएर। डिप फ्रिजमा राख्छु साथी। मेरो चाहिँ के छ भनेपछि चाहिँ एलोभेरा पनि म डिप फ्रिजमा राख्छु, चिसो बनाउँछु, अन्त टाउकोमा लगाउनु यति मजा आउँछ। टाउको पनि चिसो हुन्छ, त्यही माथि गरम महिनामा। र यहाँ नि यस्तो कोटा लगाएर शेष भइसक्यो। कपाल पनि राम्रो होइन साथीहरू, अब स्किनमा पनि राम्रो हो। म अनुहारमा पनि लगाउँछु, त्यस्तो होइन। म बिहान उठ्ने बित्तिकै, मुख धुने बित्तिकै अनुहारमा पनि लगाउँछु सानोबाट। टाउकोमा चाहिँ म बेसी जस्तो लगाउँछु। र तपाईँहरूलाई थाहा छ कि एलोभेरा त तपाईँहरूलाई थाहै छ कि सबैको लागि राम्रो हो। र अब टाउको चाहिँ म राख्छु 10 मिनट राखेर चाहिँ म धुनु जान्छु, अन्त नुहाउँछु पनि। र मैले चाहिँ अगर यो एलोभेरा लगाएन भने चाहिँ साथीहरू मेरो कपाल यति झर्नु थाल्छ कि मैले बहुत याद गरेँ। मैले एलोभेरा लगाउनु थालेकोदेखिको चाहिँ मेरो चाहिँ कपाल एकदम कम्ती। उता पन्जाबमा हुँदा झन् यति झर्थ्यो मेरो कपाल, नभन्नु साथीहरू। म त परेसान भइसकेको थिएँ। र स्किन पनि यस्तो मेरो खराब भएको थियो, हल्का पिगमेन्टेसन भएको थियो, डल भएको थियो। अहिले चाहिँ यहाँ घरमा आएर चाहिँ अलिक ठिक भयो। के भन्छ, फेरि डाइटमा पनि अलिकति चेन्ज गरेँ हो साथीहरू। कि अब तपाईँहरूलाई त मैले अलिकति अस्ति देखाइरहेको छु, मेरो डाइटमा के रुटिन छ भनेर। तपाईँहरूलाई मैले हिजोको भिडियोमा मैले सेयर गरेँ, त्यो चाहिँ म एकदम कन्टिन्यू फलो गर्छु। र अहिले चाहिँ ठिकै छ कपाल पनि। र मैले चाहिँ तपाईँहरूलाई चाहिँ किन देखाएको भनेपछि चाहिँ अब यही हो, सानोहरू होइन, देखाउने जिनिसहरू, क्लिपहरू। र तपाईँहरूलाई चाहिँ मैले यो सेयर गरेको। र मलाई नानीको स्कुल पनि जानु छ। किन भनेपछि चाहिँ साथीहरू, अहिले म भन्छु तपाईँलाई अर्कोवाला भिडियोमा चाहिँ म फ्रिजमा राखिदिन्छु साथीहरू। यो चाहिँ अब यो सानोबाट यति बाँचेको एलोभेरा चाहिँ म फ्रिजमा राख्छु। कोहीले चाहिँ यस्तो गर्छ हो, यस्तो कामहरू, उल्टापल्टा कामहरू हो। म चाहिँ डिप फ्रिजमा राखिदिन्छु हो, बरफ जस्तो हुन्छ। र लाउने बेलामा यति मजा आउँछ नि, त्यही माथि गरममा होइन, चिसो। हेर्नु है, मेरो चाहिँ कट्टु त्यस्तो छ है साथीहरू। यसरी राखिदिन्छु। यसरी राखेपछि चाहिँ 2 दिन बाद चाहिँ कस्तो चाहिँ हुन्छ होला होइन, बरफ जस्तो हुन्छ। तर पनि लगाउँदा चाहिँ त्यही हो, यो भइहाल्छ। कोहीले चाहिँ यस्तो गर्छ, धेरैले त गर्दैन पनि होला, यतिकै नर्मल टिप्स होला, लगाउँछ होला। तर म चाहिँ टिपेर राखेर चाहिँ फ्रिजमा राख्छु। फ्रिजमा राखेर चाहिँ त्यहाँदेखिको चाहिँ लाउने बेलामा चाहिँ निकाल्छु। र साथीहरू अब चाहिँ म यहाँ नुहाउनु पनि जानु आँटेको, टाइम पनि भइसक्यो, नानी ल्याउने पनि। अहिले चाहिँ तपाईँ थाहै छ कि मैले तपाईँलाई भनेको छु कि नानी चाहिँ म आफै ल्याउनु अपडाउन मै नै गर्छु। किनभने सानो छ होइन, अहिले अब धेरै जिनिसको नानीहरूलाई अब नलेज छैन। अब गाडीमा गएपछि गेटसम्म छोडिदिन्छ गाडीवालाले। नानीहरूको बेग भयो, बोतल भयो, तिनीहरूले अब क्यारी गरिदिँदैन होइन, ड्राइभरले गेटसम्म छोडेर जाइदिन्छ। अब हामी प्यारेन्ट्स छ भने चाहिँ प्यारेन्ट्सलाई चाहिँ भित्र क्लाससम्म जानु दिन्छ। क्लासमा गएर चाहिँ त्यहाँदेखिको क्लासमै बेग राख्यो, त छिटो पुग्यो भने, ढिलो पुग्यो भने त त्यो गेटसम्म मात्रै, त क्लासमै उसमै बेग राख्यो, बोतल राखिदिन्छु, अन्त त्यो एसेम्ब्लीमा खडा गरिदिन्छु, अन्त आउँछु हो। गेटमा चाहिँ यसरी बसेर हेर्ने एलाउ चाहिँ छैन प्यारेन्ट्सहरूलाई। नानीको स्कुल मलाई अब आज अलिक छिटो पनि जानुपर्छ। किन भनेपछि चाहिँ नानीको चाहिँ अलिकति यो ड्यू छ मेरो, के भन्छ, एडमिसन गर्ने टाइममा चाहिँ मैले आधी दिएर चाहिँ आधी चाहिँ ड्यू छ। र आज चाहिँ म दिइहाल्छु भनेर चाहिँ अलिक छिटो जानु पर्यो भनेर तपाईँहरूसँग बात गर्दा टाइम पनि आधी भइसकेछ, थाहा पनि भएन हो। नानी ल्याउने टाइम पनि भइसकेछ साथीहरू। अहिले भेटौँला।
म नुहाइदिए गरेर आउँछु। त्यहाँदेखि अर्को भिडियोमा भेट्छु तपाईँलाई। बाई।